नमस्ते अंकल। हेलो, हामी चाहिँ आलु हालतला काम गरेको हो नि सानो। यस दादा, यस भर्दैछौँ बोरा। हेलो एभ्रिवान, साथीहरू आज चाहिँ हामी आफ्नै घरको बारीमा आलु खनेर हजुरलाई देखाउँदैछौँ। कति छ हेरिदिनु होला। अनि अन्त तपाईँ देखाउनु त कति छ हेर्नु न, एकदमै ठुलो छ दानाहरू पनि हेर्नु। यस्तो राम्रो लोकल आलु भर्छ है। यो त बोक्रा पनि नफाले खाँदा एकदम मिठो हुन्छ। कस्तो राम्रो आलु। कति छ सब जम्मी गरेर आज हाम्रो काम आज यही नै हो। हामी आज आलु खनेर सबै कतिको देखाइदिन्छौँ। यदि तिमी कति होला आउने त चुला तिमी पनि आउने। तिमी चाहिँ आलु खाने अन्त मैले माछा खान्छ त्यहीँ बस्छु, त्यहीँ ठिक छ। म त यहाँ भिडियो गराउनुको लागि आएको हो कि सुकेतदेखि भन्ने हजुर। नमस्ते अङ्कल। अङ्कलले पनि हेर्नु। अङ्कलले नि हेलो, हामी चाहिँ आलु हाल्दैछौँ बोरामा। एक बोरा चाहिँ भुरिन लगाइसक्यो साथीहरू, हेर्नु। एक बोरा भुरिन लगाइसक्यो। हामी चाहिँ यहाँ आलु राख्दैछौँ। एकदम राम्रो ठुलो आलु भएको छ, हेर्नु न। लोकल आलु बेबियान झ्यारा लगाएर हामी चाहिँ आमा छोरी मिलेर आलु खनेर यहाँ राख्दैछौँ। धेरै भएछ कि आलु बोरा नै भोटिङ लाग्यो। मेरो बच्चाले पनि काम गर्दैछौँ। ल सानो राख, तिमी काम गर्दैछौ, आफ्नो भाग लग्ने त होला काम गरेको हो नि सानो। यस दादा, यस। बारी चाहिँ खनेर भ्याइसक्यो। यता बजाइले हाल्दै हुनुहुन्छ, यता फेरि यहाँ नातिनीले भर्दैछौँ बोरा। आफ्नो आफ्नो बोरा भर्दै हो क्या। नातिनीको बोरा भर्यो। अब यता आमाको आलु कस्तो छ मम्मी भनिदिनु त। योचोटि राम्रो छ क्या। ल्याइदिनु यता। गाई चरु आफै मूल्याङ्कन गर्नु। अन्त चाहिँ बारी सबै खनेर भ्याइसकेको छ आलुको। आजको भिडियो यति नै छ गाइजहरू। ओके बाई।